गुड मर्निङ साथीहरू। यो चाहिँ मेरो गाउँ। आज म चाहिँ मिनी भ्लग बनाउँदै के गर्दैछु भन्दा चाहिँ बारीमा मल हाल्न लाग्यो। म चाहिँ मल लिन गएँ मासतिर। यो चाहिँ हाम्रो कुखुरा मल चाहिँ माथि राख्नु भएको रहेछ मम्मीहरूले। साथीहरू मैले चाहिँ मल ल्याइसकेँ, हेर्न सक्नुहुन्छ। फेरि मल लागे तलतिर बारीमा टुई 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 लगाएर। अनि यो चाहिँ हाम्रो घरको बाटो तल जाँदै थियो साथीहरू, खुट्टामा लाग्यो कि कस्तरी। अनि यो चाहिँ गोलभेडा, यो चाहिँ अर्कै टाइपको गोलभेडा हो। यसको अचार चाहिँ खानु भएको छ कि नै हजुरहरूले? यति मिठो हुन्छ। यो चाहिँ हाम्रो सानो बारी, मम्मीहरूले यति रोप्नु भएको रहेछ मकै। म चाहिँ धेरै गफ नगर्दै अब लागेँ मल हाल्नतिर। मम्मीले सिकाउनु त भएको थियो मल हाल्न यसरी, तर कसरी हाल्यो के गर्यो भन्ने कुरा पनि थाहा छैन। जसरी सिकाउनु भएको थियो त्यसरी हाल्दै गएँ मैले चाहिँ साथीहरू। कसरी हाल्यो हजुरहरूले भनिदिनु होला। अनि फेरि मैले चाहिँ मल हाल्न सुरु गरेँ यसरी सबै ठाउँमा। खासमा मकै चाहिँ त्यो बाक्लो भएको ठाउँमा चाहिँ उखाल्नु पर्ने रहेछ, तर साथीहरू मैले त सबै ठाउँमा हालिदिएँ। अनि यसरी सबै ठाउँमा हालेँ मैले, छान्न पनि छानेन मकैहरू। अनि म चाहिँ जेसुकै होस् है भनेर फेरि काम सकाएर मासतिर लागेँ खाना बनाउन। म चाहिँ खाना बनाउँदैछु साथीहरू। खाना खाएर काठमाडौँ जानु थियो। फाइनली खाना चाहिँ यस्तो भयो। गाउँतिरको खाना यस्तै त हुने होइन। अनि साथीहरू म चाहिँ कहाँ जान लाग्यो भन्दा चाहिँ झोला बोकेर काफल टिप्न। अलिअलि काफल लानु थियो काठमाडौँमा। सानो मम्मीले मगाउनु भएको थियो, त्यही भएर म चाहिँ लागेँ काफल टिप्न भाइहरूसित गफ गर्दै रमाइलो गर्दै। अनि बाटो पनि अलि डेन्जर थियो। अनि मैले चाहिँ भाइहरूलाई बिस्तारै आऊ है भनेर पनि भने, बिचराहरू उफ्रिँदै आउँछन् हौ, सानो सानो छन्। अनि साथीहरू यो चाहिँ हाम्रो बर पिपल, अनि यहाँ चाहिँ मन्दिर पनि भनिन्छ। अनि हामी बुद्धिस्टहरूको चाहिँ प्रायः जस्तो गुम्बा भनिन्छ यहाँनिर चाहिँ। जाँदै थिएँ साथीहरू, मम्मीहरू चाहिँ काम गर्दै हुनुहुँदो रहेछ। यो चाहिँ हाम्रो गाउँको गुम्बा। बाटोमा हिँड्दै थिएँ, ऐसेलु देख्यो क्या, फेरि ऐसेलु खानु पर्यो भनेर टिप्दै खाएँ। भाइहरू पनि खाने भन्दो रहेछ बिचरा। अनि म चाहिँ टिप्दै उनीहरूलाई पनि दिएँ। अनि बिचरा हात थाप्छन् हो। अनि रुकै रुक काँडै काँडा छ सक्दैन भन्दै टिप्दै दिएँ उनीहरूलाई पनि। अनि आफू पनि खाँदै गएँ। अनि म चाहिँ लागेँ काफल टिप्न बाटोमा त यति धेरै काफलको बोटहरू काटेर राख्नु भएको रहेछ। अनि मैले देखाएँ हजुरहरूलाई काफलको बोट, यति धेरै काफल थियो, त्यो पनि छेउछेउमा टिप्न सक्छ कि सक्दैन भन्दै म चाहिँ गफ गर्दै गएँ भाइहरूसँग। बोट त यति ठुलो थियो कि म कसरी चट्ने होला भनेर म चाहिँ सोचिरहेको थियो, पिर पनि लागिरहेको थियो क्या साथीहरू। फाइनली साथीहरू म त रुखमा चढेँ। यति गाह्रो भएको थियो कि रुखमा चढ्ने बेलामा, र पनि मैले हार मानेन, चढेँ। अनि काफलहरू देखाएँ हजुरहरूलाई, हेर्न सक्नुहुन्छ यति धेरै, त्यो पनि छेउछेउमा के, टिप्नै नसक्ने ठाउँतिर मात्रै के काफल त। अनि म चाहिँ लागेँ गफ नगर्दै काफल टिप्न। भिडियो कसरी बनाउनु है, फेरि यसरी बनाइदिएँ क्या मैले चाहिँ, यसरी टिपेँ साथीहरू काफल भिडियो बनाउँदै। अनि साथीहरू मैले चाहिँ काफल टिपेर पनि म फर्केँ, आधा बट्टा भयो, टिप्न नि सकेन। बाटोमा भिडियो बनाउँदै हिँडेँ। मैले चाहिँ फुल पनि लगाएँ साइडमा। अनि भाइहरूसित फेरि गफ गर्दै लागेँ मासतिर। गाउँबाट निस्किने बेला भिडियो बनाएको थिएन, मेरो पालो बसमा भिडियो बनाइदिएको छु। फेरि बसबाट उत्रेर चटपटे पानीपुरी खान थालेँ। फाइनली साथीहरू म चाहिँ आजको घर आइसकेँ, हेर्न सक्नुहुन्छ पानी पर्दैछ। आजको भिडियो कस्तो लाग्यो होला, लाइक कमेन्ट सेयर गरिदिन नभुल्नु होला साथीहरू। बाई बाई।